माननीय सदस्य निष्कल राई, समय 3 मिनट। सम्माननीय सभामुख महोदय, सदन एउटा चिया चौतारी होइन जहाँ मन लागे आउने, मन लागे बस्ने, मन लागे जाने। सदन गुरुकुल हुनुपर्छ, सदन विश्वविद्यालय हुनुपर्छ। यो भनाइ मैले सापटी लिएको भनाइ हो सम्माननीय सभामुख महोदय। यो एउटा लोकतन्त्र र सदनप्रति अत्यन्तै धेरै जिम्मेवारपूर्ण र डेमोक्रेटिक भ्यालुजलाई बुझ्नु भएको सत्ता पक्ष मान्नेको अभिव्यक्तिलाई मैले यहाँ सापटी लिए। गुरुकुल र तर आज परिस्थिति यस्तो बनेको छ कि स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले नै यो गुरुकुल र यो विश्वविद्यालयलाई बङ्क गर्न थाल्नु भएको छ। देशको कार्यकारी प्रमुखले सदन जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र होइन, संसदीय अभ्यासप्रतिको उदासीनताप्रति होइन र सम्माननीय सभामुख महोदय, अझ दुःखको कुरा सत्तापक्षका सम्माननीय सदस्यहरू त्यसलाई सामान्य बनाउने प्रयत्न गरिराख्नु भएको छ। सभामुख महोदय, हिजो मात्रै यहाँ मात्र हजुरको आसनबाट हजुरले भन्नुभयो नीति तथा कार्यक्रम सबैभन्दा महत्त्वपूर्ण दस्तावेज हो, यो देशको रोडम्याप हो, यसलाई 3 करोड नेपालीले हेरिरहेका छन्। त्यसैले प्रतिपक्षको माग अस्वाभाविक थिएन सभामुख महोदय। हाम्रो माग केवल यति थियो, यति महत्त्वपूर्ण विषयमा उठेका प्रश्नहरूको जवाफ सम्माननीय प्रधानमन्त्रीज्यू स्वयंले दिनुपर्छ। देशभित्रै रहनुभएको संसद भवनबाट केही 100 मिटर दूरीमा कार्यालय रहेको प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराइयोस् भनेर हाम्रो आग्रह मात्र थियो। नीति तथा कार्यक्रम भनेको सरकारले आगामी 1 वर्षको दिशा, प्राथमिकता र कार्ययोजना हो। तर दुर्भाग्य यति महत्त्वपूर्ण विषयमा पर्याप्त छलफल हुन पाएन। हामीसँग गम्भीर प्रश्नहरू छन्, ती प्रश्न प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छौँ। संविधानको धारा 76(10) अनुसार प्रधानमन्त्रीज्यूलाई संसदप्रति उत्तरदायी बनाउन चाहन्छौँ। तर आज 2/3 नजिकको संस्थाको आडमा संसदहरूलाई नै कमजोर बनाउने प्रयास भइरहेको अनुभूति भइरहेको छ। प्रश्नबाट भाग्ने प्रविधि लोकतन्त्रका लागि शुभ सङ्केत होइन। सभामुख महोदय, सदनको गरिमा जोगाउने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउने प्रमुख जिम्मेवारी हजुरकै हो। त्यसैले फेरि पनि आग्रह गर्दछु, तपाईँ हाम्रो अभिभावक हो, संसदको संरक्षक हो, यस विषयमा हजुर गम्भीर बन्नुपर्छ भन्ने विश्वास छ। यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनु भएन भने हाम्रो विरोध जारी रहनेछ। अन्त्यमा स्वर्गीय नेता प्रदीप गिरीलाई सम्झन चाहन्छु। उहाँले भन्नुभएको थियो संसदीय बहुमतको कुनै भर हुँदैन, मुख्य कुरा प्रजातान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिबद्धता हो। आज त्यो अभिव्यक्ति अझ बढी सान्दर्भिक बनेको छ जस्तो लागेको छ सभामुख महोदय। हजुरको विश्वास, हजुरको भरोसा, हिजोको चरणको बैठकमा हजुरले राख्नु भएको अभिव्यक्ति, हामीप्रति दिनु भएको विश्वासलाई आत्मसात गर्दै, हजुरको भरोसामाथि विश्वास गर्दै श्रद्धेय सम्माननीय प्रधानमन्त्रीज्यू जवाफ दिन आउनुहुनेछ भन्ने विश्वासका साथ मेरो भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।